चाहिँ यो भ्लग चाहिँ मेरो युट्युब च्यानलको सेकेन्ड भ्लग हो र गाइज आज चाहिँ म जान आँटेको छु पेरक दादा घर। हजुरलाई मैले मेरो पुरानो अकाउन्ट पानी पेरक दादा घर गएको भिडियो हालेको थिएँ र गाइज आज पनि म पेरक दादा घर गएको भिडियो हाल्दैछु र गाइज हजुरहरू यो भिडियो सुरुदेखि लास्टसम्म हेर्न नबिर्सिनु होला है त। ल गाइज लेट्स बिगिन। साइडपट्टिको भ्यू यस्तो छ। आज अलि वेदर पानी पर्ला जस्तो पनि छ अनि शीतल पनि छ। पानी त पर्दैन होला गाइज, जस्तो बादल आएको छ र गाइज अब हिँड्नुहोस् मसँगै। गाइज म हिँड्दैछु गाइज। यहाँनिर चाहिँ देख्न सकिन्छ एउटा सयपत्री चौक लेखेको बोर्ड, यही हो त्यो बोर्ड। गाइज हजुरहरू वर्ल्ड कप हेर्दै हुनुहुन्छ कि हेर्दै हुनु न। गाइज आज यस्तो इन्ट्रेस्टिङ म्याच छ, फ्रान्स भर्सेस मोरोक्को। र गाइज फ्रान्स भर्सेस मोरोक्कोमा हजुरहरूलाई कसले जित्छ होला जस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। र गाइज मलाई चाहिँ लाग्छ यसपालि यो आजको म्याच चाहिँ फ्रान्सले नै जित्छ होला, किनभने फ्रान्सको पहिलेदेखिको म्याच हेर्दाखेरि चाहिँ मैले 2022को पनि हेरेँ, 18को पनि हेरेँ। त्यहाँबाट सबै एनालाइसिस गर्दा यसपालि पहिलेको भन्दा बब्बाल खेलिरहेछ। र गाइज यसपालि चाहिँ अर्जेन्टिनाले हराउने पनि क्षमता छ फ्रान्समा यसपालि पुरै एटेकर्सहरू बबाल छ, डिफेन्सरहरू पनि बबाल छ अनि असिस्टरहरू पनि बबाल छ। मिकल ओलिसेले एक्लै थामिदिन्छ असिस्टमा अनि एम्बापेले एक्लै हानिदिन्छ गोल। मैले भन्न खोजेको तिनीहरू दुईजना मात्रै इम्पोर्टेन्ट होइन, सबै प्लेयरहरू इम्पोर्टेन्ट हो। र गाइज अब यहाँ रेस्ट नगरिकन फटाफट जाउँ पेरक दादा घर। गाइज यतापट्टि साइडमा यस्तो छ पनि हजुरलाई मैले देखाएँ। र गाइज यहाँ चाहिँ छ प्रोजेक्ट इन्फर्मेसन बोर्ड। म चाहिँ पेरक दादाको घर नजिकै आइसकेको छु र दादाको घर चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ मेरो घरबाट 100 मिटर टाढा मात्र छ। र गाइज हजुरले देख्न सक्नुहुन्छ दादाको घरको म अगाडि नै आइसकेको छु। र गाइज अब पसौँ दादाको घरभित्र। गाइज अहिले पानी पर्न थाल्यो, आमा त्यहाँ खेतमा काम गर्दै हुनुहुन्छ। गाइज हजुरले देख्न सक्नुहुन्छ आई एम नट लाइङ, यहाँ पुरै पानी पर्दैछ। र गाइज अब चाहिँ म भित्र छिर्न आँटेको, हेरौँ दादा के गर्दै हुन्छ। गाइज म चाहिँ गाइज यहाँ छु। ल गाइज म भित्र पसेँ अब। टेन्टेन दादा त्यहाँ फोन चलाउँदै हुन्छ। आजको लागि यति नै। आई होप हजुरहरूलाई आजको भ्लग राम्रो लाग्यो होला र म छिट्टै अर्को भ्लग लिएर हजुरहरूको माझमा आउनेछु। हस् त बाई बाई।